बिस्तारै आउने तपाईँहरू मेरोमा 3 कदम पछि हिँड्ने छोटो कदममा समान सम्पूर्ण सबैमा हाम्रो अफिसियल च्यानल दैनिक खबर नेपालदेखि सम्पूर्णमा सेवा र नमस्कार। अहिले चाहिँ म यहाँ श्रम संस्कृति पार्कमा आइसकेको छु। यहाँ के हुँदैछ हेरौँ है दर्शकबिन। यति धेरै भुकुहरू हुनुहुन्छ, के गर्दै हुनुहुँदो रहेछ हेरौँ है। बुझ्नुभयो हजुरहरूले पनि अब साथीलाई चाहिँ अब हाम्रो भोलिन्टियर्सले मात्रै गर्नु सक्दैन होला, तपाईँहरूले पनि भन्नु पर्यो उहाँहरूलाई चाहिँ लो है यहाँ यता जाउँ भनेर। हामी के सोच्नु पर्यो भने हामीले चाहिँ यो हाम्रो इन्डिभिजुअली मात्रै नभएर ग्रुपको मात्रै नभएर हाम्रो होलको प्रोग्राम हो हजुर। त्यो होल प्रोग्राम चाहिँ कसरी गइरहनु भएको छ भनेर चाहिँ बुझ्नु पर्यो हामीले जस्तो यता परेडको त अब सरहरूले परेडको आफ्नो काम छ, तर उहाँले पनि बुझ्नुपर्ने कुरा के भने होल कुरा कसरी गइरहेछ यो कुरा सबैले बुझ्नु जरुरी छ। त्यो बुझ्यो भने मात्रै हामीलाई सजिलो हुन्छ काम गर्नु। अनि तपाईँहरूले इन्डिभिजुअल मान्छेले अब कतै गल्ती भइरहेछ भने हामीले त यस्तो भनेको थियो भने तपाईँहरूले पनि उहाँहरूलाई गाइड गरिदिनु पर्यो, यहाँ बसिदिनुहोस् अब यो हुँदैछ यसो भनेर। यो बुझ्नुको अर्थ नै त्यो हो, होल पिक्चर बुझ्नु पर्यो हामीले। आफ्नो कुरा मात्रै होइन, आफ्नो कुरा त हामीले बुझिहाल्छौँ नि, तर होल पिक्चर सिनारियो के हुँदैछ, त्यो होल डे कसरी रन हुँदैछ, यो कुरा चाहिँ हामीले यो सक्सेसफुल प्रोग्राम गर्नुको लागि चाहिँ त्यो बुझ्नुपर्छ हजुर। हामी सबैले बुझ्नुपर्छ, त्यो मैले अनुरोध गरेँ है हजुर। त्यो अब यहाँबाट चाहिँ ठक्क आएर सबै त्यो परेड हेऱ्यौँ हामीले। अनि अरू चाहिँ यता हामी एउटा सिटिङ प्लान के हुन्छ भने यो सबै हटाउँछौँ हामीले, यो खाली हुन्छ यो। अनि यो जति पनि तपाईँहरू बस्नु भएको बेन्चेसहरू चाहिँ हामी यो साइडमा यो गार्डन चाहिँ कहाँ हुन्छ हामी भोलि र पर्सि भित्रमा सबै लेआउटिङ हामी गर्छौँ। यो खाली इलाकामा चाहिँ प्रायः जस्तो हाम्रो भिआइपी गेस्टहरू र अरू कोही कति आँट्ने हुन्छ उहाँहरू बस्नुहुन्छ यहाँ। अब एङ्करिङ गर्ने यहाँ 2 जना सर, उहाँहरू सर र म्याम हुनुहुन्छ, उहाँले यहाँनिरबाट एङ्करिङ गर्नुहुन्छ। अब यो स्ट्यान्ड चाहिँ एउटै छ, पालो बोल्दा पनि हुन्छ होला जस्तो लाग्छ। अर्को पनि आयो भने उहाँहरू आफ्नो पालो बोल्नुहुन्छ है। गर्दाखेरि अघि पनि भनिहालेँ सबै यहाँको एक्टिभिटीहरू चाहिँ प्रायः जस्तो कमान्ड गर्ने चाहिँ सरले गर्नुहुन्छ। यता हाम्रो म्यामले चाहिँ फरेर उहाँको सुरिलो कण्ठमा ठक 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 भन्ने काम चाहिँ म्यामले गर्नुहुन्छ है। त्यो भयो। अब यहाँ आएर चाहिँ हाम्रो अफिसियल प्रोग्राम चाहिँ यहाँ हुन्छ। अफिसियल प्रोग्राम कसरी हुन्छ, सबै बी सिटेड हुन्छ। बी सिटेड भइसकेपछि सबै आयो भनेर थाहा भइसकेपछि चाहिँ हामीले 2 जना हाम्रो के अरे एमसिजहरूले चाहिँ सुरुमा हामीलाई आउने बित्तिकै त्यो के भन्छ आसन ग्रहणको कार्यक्रम गराउनुहुन्छ। हाम्रो के अरे हाम्रो अफिसियल प्रोग्रामको फर्मेट अनुसार यहाँ चाहिँ आएर म के भन्छ आसन ग्रहणको काम गर्नुहुन्छ। आसन ग्रहणमा चाहिँ कोले गराउने भन्ने कुरा उहाँहरूलाई थाहा छ है, म भनिरहदिनँ, चाहिँ लामो हुन्छ, कोलाई हुन्छ र मेबी डिफ्रेन्ट भिआइपिजहरूलाई चाहिँ हामीले खदामाला यहाँनिर अर्पण गर्छ। उहाँ चाहिँ हामीले सबैले पाउँछौँ, यहाँ चाहिँ उहाँहरूले फेरि अर्को डिफ्रेन्ट कलरको उहाँलाई अर्पण गर्छौँ हामी। ओके, त्यस पछाडि त्यो हाम्रो आसन ग्रहणको काम भइसकेपछि त्यस पछाडि तुरुन्तै चाहिँ हाम्रो मौन धारण हुन्छ। फेरि रिभिजन मात्रै गरेँ हजुर। मौन धारण हुन्छ, मौन धारणपछि हाम्रो के अरे दीप प्रज्वलनको काम हुन्छ। त्यस पछाडि राष्ट्रिय गान हुन्छ। त्यो साधारण हाम्रो फर्मेट हुन्छ। ल त्यो भइसकेपछि हाम्रो वेलकम स्पिच हुन्छ। त्यहाँबाट चाहिँ सबैले वेलकम गर्ने चाहिँ हाम्रो काठमाडौँबाट आउनु भएको छ साहब, हाम्रो ओभरअल कोअर्डिनेटर जिसिएसपिएफको शिवराज थामसङ साहबले गर्नुहुन्छ। साहबको स्पिच मेरो विचारमा 5 मिनट भन्दा बढी हुँदैन होला आशा छ। जस्तो जोके हजुर उहाँले गर्नुहुन्छ। उहाँको के अरे वेलकमिङ स्पिच हुन्छ। त्यस पछाडि चाहिँ त्यसको लगत्तै हाम्रो मेरो भाइस यहाँको कोअर्डिनेटर ट्रेजरर साहब हाम्रो पुनेन्द्र साहबको चाहिँ आर्थिक विवरण हुन्छ। उहाँले आर्थिक विवरण दिनुहुन्छ, सर दिनुहुन्छ। 5 मिनट 10 मिनट कति टाइम लाग्छ, उहाँले आफ्नो टिमलाई धन्यवाद पनि दिनुहुन्छ है, त्यो अनुसार हुन्छ। त्यस पछाडि चाहिँ हाम्रो गोपालजी आउनु भएको छैन, हाम्रो गोपालजीको उहाँको के अरे प्रोजेक्ट रिपोर्ट दिनुहुन्छ। उहाँले कसरी बन्यो, कस्तो तरिकाले कसरी डिजाइन भयो आदि कुराहरू चाहिँ उहाँले चाहिँ राख्नुहुन्छ। त्यस पछाडि चाहिँ हामी त्यो लगत्तै के गर्छौँ भने एप्रिसिएसनको कार्यक्रम गर्छौँ। एप्रिसिएसन चाहिँ के हो भने यो हाम्रो मेजर डोनर्सहरू हुनुहुन्छ नि, जो यो ओपी पोस्ट बनाइदिने, लाबुङ भ्यू पोइन्ट बनाइदिने, यो सिताङ ब्रिज बनाइदिने आदि जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी एप्रिसिएट गर्छौँ।
त्यो उहाँलाई चाहिँ यहाँ अगाडि बोलाउँछौँ। अगाडि बोलाएर उहाँले एउटा खदा के अरे अर्पण गरिदिन्छौँ चिफ गेस्टको तर्फबाट। थ्याङ्क यू भेरी मच तपाईँको के अरे यो कन्ट्रिब्युसनको लागि भनेर उहाँहरूलाई भन्छौँ। उहाँलाई को ले गर्नुहुन्छ त्यो लामो हुन्छ, अहिले भन्दिनँ। उहाँहरूलाई हामी त्यो गर्छौँ। अनि यसमा एउटा ज्येष्ठ नागरिक हुनुहुन्छ, 100 वर्ष बढी नाग्नु भएको हाम्रो भारतीय सेनाबाट आउनुहुन्छ, उहाँलाई पनि हामीले सम्मान गर्छौँ। एउटा कार्यक्रम त्यो छ। त्यस पछाडि चाहिँ एप्रिसिएसन भयो। त्यस पछाडि चाहिँ त्यो सकिने बित्तिकै चाहिँ हामी मेन चौतारा ओपनिङमा जान्छौँ। त्यो ओपनिङको लागि चाहिँ हामी सबै बसिरहनु भएको हुन्छ, तर को त्यसमा जानुहुन्छ त्यो उहाँहरूलाई मात्रै हामी कल गर्छौँ, उहाँलाई मात्रै बोलाउँछौँ। जस्तो उपमेयर साहब, अब अरू यो मेजर डोनरहरूको उहाँहरूको संयोजकहरू भयो, अर्को हाम्रा 3टै सर्भिसेसको हेडहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हामी बोलाउँछौँ। उहाँले बोलाएपछि अरू चाहिँ यतिकै यहीँ बसिराख्ने हो, तर कोही म हेर्न जान्छु भन्यो भने आउन सक्नुहुन्छ तपाईँहरू, यसमा कोही रेस्ट्रिक्सन छैन। र हामी उहाँलाई लिड गरेर, मैले लिड गरेर लान्छु। अनि हाम्रो एमसीजहरूमा एकजना जानुहुन्छ होला प्रोबेबली, किनभने उहाँले भन्नु पनि पऱ्यो त्यहाँनिर के हुँदैछ भनेर। अनि उहाँ गएर हाम्रो त्यो उहाँको मेन प्लेटदेखि लिएर गोर्खा चौताराको गेटदेखि लिएर है त्यो कतिवटा उघार्नुपर्छ? दुईटा त तलै छ हजुर, उघार्नु पर्नेलाई त्यो कभर गर्नुको लागि पछाडि जानुहुन्छ। अनि हाम्रो 16जना मान्छे त जानै पर्यो त्यहाँनिर, 16जना हुनुहुन्छ। अरू पनि कोही हेर्नेहरू इच्छुक हुनुहुन्छ भने चाहिँ डिस्टेन्समा बसेर हेर्दा जाँदाखेरि हुन्छ, तर प्रायः जस्तो यहीँ बस्ने हो। करिब टाइम लाग्छ होला, आधी घन्टा त पक्कै पनि लाग्छ होला छोटो समयमा पनि। त्यो गरेर त्यो उहाँले सबै उद्घाटन गरेर आउनुहुन्छ। त्यो सकिन्छ है। त्यो सकेपछि यहाँ उहाँहरू फेरि बस्नुहुन्छ आएर। अनि ब्याक टु सिटेड हुन्छ। त्यस पछाडि चाहिँ हामी हाम्रो चिफ गेस्टलाई अथवा मेयर साहबलाई चाहिँ हाम्रो यो प्रोजेक्टको डकुमेन्टेसन एउटा यत्रो फाइल छ हाम्रो, यहाँको डिपिआरदेखि लिएर यहाँको आर्थिक प्रतिवेदनदेखि लिएर यहाँको कसरी बन्यो के कुरा आदि कुराको यत्रो सर्टिफिकेट हामी उहाँलाई दिन्छौँ। यो आजदेखि चाहिँ हजुरको भयो है, तपाईँहरूले उद्घाटन गर्नुभयो, तपाईँहरूको जिम्मा भयो भनेर त्यो कागजपत्र चाहिँ हामीले उहाँलाई दिन्छौँ। त्यो दिइसकेपछि उहाँले थाप्नुहुन्छ। त्यस पछाडि चाहिँ हाम्रो उहाँ बस्नुहुन्छ। त्यस पछाडि चाहिँ हाम्रो मन्तव्य सेसन हुन्छ। मन्तव्य राख्ने चाहिँ हामी धेरै राखेका छैनौँ, हामी 4-5जना मात्रै छौँ। कोले राख्नुहुन्छ भने सबभन्दा वडा अध्यक्ष 20 नम्बरले राख्नुहुन्छ। त्यस पछाडि हाम्रो 3वटा सर्भिसको सरहरूले नोमिनेट भइसक्नु भएको छ, उहाँहरू कोले मन्तव्य राख्ने भनेर राखिसक्नु भएको छ, उहाँहरूले भनेर नोमिनेसन दिइसक्नु भएको छ, उहाँले गर्नुहुन्छ। अनि लेडिज कमिटीबाट एकजनाले हुनुहुन्छ, उहाँ हाम्रो शशि थापा म्यामले गर्नुहुन्छ है, लेडिज कमिटीबाट उहाँले चाहिँ मन्तव्य दिनुहुन्छ। र त्यो मन्तव्यको सेसन सकिएपछि हाम्रो के हुन्छ भने त्यहाँबाट चाहिँ हाम्रो एप्रिसिएसन लेटर हामीले 1-2जना हाम्रो यो यत्रो प्रोजेक्टमा काम गर्दा हामीलाई सघाउने एउटा क्लियर कुरा हजुरले बुझ्नुपर्ने कुरा के छ भने एप्रिसिएसन लेटर जसलाई दिन्छौँ हामीले उहाँहरू चाहिँ नन एक्स आर्मी मान्छेलाई मात्रै हामीले दिएको छौँ है, अथवा जो इन्डिभिजुअललाई मात्रै। जस्तो हाम्रै भित्रको डिजाइनर हुनुहुन्छ गोपालजी, उहाँ हाम्रै मान्छे हो, हामीले उहाँलाई दिनुहुन। अब अरू पनि मान्छेहरू हुनुहुन्छ आर्मीको मान्छेहरू हामीले दिँदैनौँ। हामीले दिने भनेको जस्तो यहाँ हाम्रो इन्जिनियर साहबहरू सिभिलियनबाट आउनु भएको छ, उहाँहरूलाई मात्रै हामीले चाहिँ 2जना मात्रै हुनुहुन्छ। यो हजुरले बुझ्नु पर्यो। किन नाम अथवा हुनसक्छ एज उहाँ पनि हुनुहुन्थ्यो भन्ने हुन्छ, तर त्यो हुँदैन। हामीले एउटा क्लियर लाइन बनाएको छौँ, त्यो लाइनमा हामी छिरेका छौँ। हामीले हाम्रो परिवारलाई चाहिँ हामी दिँदैनौँ, हामी नै भइहाल्यो त्यो। त्यसपछि त्यो दिइसकेपछि त्यो चाहिँ हाम्रो उपमेयर साहबले दिनुहुन्छ। उपमेयर साहबले त्यो दिइसकेपछि उहाँको मन्तव्य त्यतिखेर राख्नुहुन्छ भने त्यो सकेपछि, किन समयलाई हामीले छोटो बनाउँदैछौँ। उहाँको त्यो दिनुहुन्छ अनि हजुरको मन्तव्य राखिदिनु होला भन्छौँ, हाम्रो म्यामहरूले भनिदिनुहुन्छ। त्यहाँबाट चाहिँ उहाँहरूको के अरे मन्तव्य भन्नुहुन्छ, त्यो सकिन्छ। त्यस पछाडि चाहिँ हाम्रो रेजिमेन्टल एसोसिएसन नेपालको टिम आउनुहुन्छ त्यतिखेर। झप्तमान साहबको टिम, विष्णु साहबको टिम, हाम्रो सिङ्गापुरको साहब के अरे वीरेन्द्र विक्रम साहबको टिमहरू हुनुहुन्छ। अनि इन्डियन आर्मी हाम्रो सरले नै नेतृत्व गर्नुहुन्छ होला। 3वटा सर्भिसको अब एसोसिएसनको टिमहरूले चाहिँ फेरि हाम्रो यो गोर्खा चौतारीको टिमलाई चाहिँ एउटा एप्रिसिएसन लेटर दिनुहुन्छ अरे उहाँहरूको रिक्वेस्ट भइपर्छ। त्यो चाहिँ हामीले मागेको होइन, उहाँले चाहिँ हामी यो एप्रिसिएसन लेटर तपाईँहरूलाई दिनुपर्छ, यत्रो ठुलो काम गर्नुभयो भनेर चाहिँ उहाँले एज अ स्याबासी उहाँले एउटा लेटर दिनुहुन्छ अरे। अनि त्यो चाहिँ उहाँले आह्वान गर्नुहुन्छ आइदिनुहोस् भनेर। अनि उहाँहरूको 3 सर्भिसको सरहरू आउनुहुन्छ। अनि उहाँहरूले चाहिँ अब थाप्नेमा चाहिँ लाइकली अब हामी 3जनै सर्भिसको 3वटा सर्भिसको थाप्ने पनि हुन्छ, हामी 1-1जना हुन्छ। अनि त्यो एप्रिसिएसन लेटर हामीले उहाँहरूबाट लिन्छौँ।
त्यो सकिन्छ। अनि उहाँहरूले भनाइ त अब पहिल्यै राखिसक्नु भएको हुन्छ हाम्रो के अरे चेयरम्यान सरले, यदि केही भन्नुहुन्छ भने छोटकरीमा हामी भन्न दिन्छौँ उहाँलाई। लु त्यो भयो। त्यस पछाडि चाहिँ त्यो सकिने बित्तिकै हाम्रो टोकन अफ लभ हामीले दिन्छौँ त्यो हाम्रो पाहुनाहरूलाई, डिस्ट्रिब्युसन टोकन अफ लभ गर्छौँ। टोकन अफ लभ चाहिँ हामीले अहिले नै तपाईँहरूले थाहा पाइराख्नुहोस्, को कोलाई दिन्छौँ भने 20 वटा वडालाई दिन्छौँ, मेयरलाई दिन्छौँ, उपमेयरलाई, द्याट्स इट, 22 वटा। त्यसको मतलब के हो भने 20 वटा के अरे वडाहरूलाई दिनुको मतलब हाम्रो यो चिनो उहाँहरूको अफिसमा हुनैपर्छ भन्ने कुरो पनि हो। हामीले हाम्रो यो गोर्खा चौतारी एउटा हिस्टोरिक इभेन्ट हो, यसको नक्सा उहाँहरूकोमा हुनुपर्छ भन्ने एउटा हिसाबले हामीले दिने हो। तर राख्नु नराख्नु त उहाँहरूको विचारको कुरा हो। तर पनि हाम्रो एज अ सुबिनियर उहाँलाई दिन्छौँ। एउटा मेयर साहबको अफिसमा नि हुन्छ, एउटा डिप्युटी मेयर साहबको अफिसमा हुन्छ, र 22 वटा हामी टोकन अफ लभ दिन्छौँ। त्यो भएपछि अनि त्यो सक्ने बित्तिकै चाहिँ आशा छ हामीले एउटा कागज बनाउँदैछौँ, जुन कागज चाहिँ हो हाम्रो टर्म्स एन्ड कन्डिसन भन्छ। त्यो टर्म्स एन्ड कन्डिसन चाहिँ के भने यो हाम्रो यो चौतारी चाहिँ अब जस्तो संरक्षण समिति हामीले बनाएको छौँ, हाम्रै संरक्षण समिति छ, र भविष्यमा हाम्रो संरक्षण समितिले हामीले उहाँलाई ह्यान्डओभर गरिसकेपछि पनि हामीले यो चौतारामा हामीले के गर्नु मिल्ने, के गर्नु नमिल्ने, हाम्रो समिति हाम्रो कुरामा हाम्रोमा के गर्नु सकिन्छ, के गर्नु सकिन्न, यो कुराहरू चाहिँ हामीलाई नगरपालिकाले एउटा आधिकारिक पत्र बनाएर हामीलाई दिनुहुन्छ। त्यो कुरा चाहिँ हामी तल अफिसमा राख्छौँ। अनि भविष्यमा हाम्रो चल्ने बाटो चाहिँ त्यही बाटो हो, त्यो त्यसकै आधारमा हामी चल्छौँ। जस्तै यहाँको ओभरअल इन्कम हुन्छ, त्यो इन्कममा हामीले पाउने कि नपाउने आदि एउटा एक्जाम्पल मात्रै, तर त्यो चाहिँ जस्तो कसले मेन्टेन गर्ने, अनि यहाँ केही भइहाल्यो भने कसले के गर्ने, यो हलहरू बुकिङ गर्नेलाई चाहिँ कसले गर्ने आदि यस्तो सानो एक्जाम्पल, त्यस्तो कुराहरू चाहिँ त्यसमा हुन्छ। त्यो चाहिँ क्लियरली हामी लेड आउट गरेर उहाँहरूको लोगोमा दिनुहुन्छ, हामीले फ्रेमिङ गरेर हाम्रो अफिसमा राख्छौँ। त्यसै आधारमा चाहिँ हामी चल्ने हो। किन यो त्यो भएन भने भविष्यमा यसको के अरे अलि अन्यल हुन्छ। त्यसले गर्दा त्यो आधिकारिक पत्र चाहिँ हामीलाई मेयर साहबले दिनुहुन्छ। अनि त्यस पछाडि त्यो अनुसार गर्छौँ। त्यो दिनुहुन्छ, त्यो दिने बित्तिकै उहाँको स्पिच हुन्छ, लास्ट स्पिच भने पनि हुन्छ, स्पिच हुन्छ। त्यो स्पिच सक्ने बित्तिकै हामीले उहाँहरूलाई दुईजनालाई, हाम्रो मेयर साहब र डिप्युटी मेयर साहबलाई चाहिँ हामीले मिलेर के टोकन अफ लभ दिन्छौँ उहाँलाई। ल है, थ्याङ्क यू भेरी मच, आइदिनु भयो हजुरहरू भनेर चाहिँ हामी दिन्छौँ हामी सर्भिसेसको तर्फबाट। अनि त्यस पछाडि चाहिँ अभियसली के अरे समअप गर्नु पऱ्यो। समअप गर्दा चाहिँ फेरि मैले मेरो फेस देखाउनु पऱ्यो। अब सभापतिको मैले आएर यसो एक दुईवटा कुराकानी गर्नु पऱ्यो। तपाईँहरूलाई अर्थ होइन धन्यवाद दिने कार्यक्रम हुन्छ। ल आज प्रोग्राम सक्यो भने भन्छु। त्यस पछाडिको प्रोग्राम चाहिँ हाम्रो यता के पर्ने भाषामा के भन्छ, बङ्गाला हलाउने जलपान कार्यक्रम। जलपान कार्यक्रम चाहिँ अलिक यतापट्टि विनोद साहब जिन्दाबाद हुन्छ, त्यहाँ विनोद साहबको ग्रुपले यहाँबाट गराउनुहुन्छ। सर्ट एन्ड स्विटमा त्यति प्रोग्राम हुन्छ। र त्योभन्दा अगाडि यो के अरे मेरो लास्टको समअप सकेपछि हुन सकेसम्म चाहिँ हामीले फोटो सेसन गर्ने प्लान गरेको छौँ। तर फोटो सेसनको लागि चाहिँ यहाँले हामीले एउटा प्रोफेसनल मान्छे हायर गर्छौँ। सुरुदेखि लास्टसम्म फोटो खिच्ने मान्छे, तपाईँहरूले पछि उहाँलाई कन्ट्याक्ट गरेर फोटो चाहियो भने माग्दा हुन्छ। भिडियो गर्ने त्यो चाहिँ प्रोफेसनल एकजना मान्छे राख्छौँ उहाँले चाहिँ, ताकि तपाईँ हामीले खिचिरहनु नपरोस्, दुःख पाइ नपरोस्, सेल्फी लिनु नपरोस् भनेर गर्दाखेरि चाहिँ त्यो चाहिँ पछि खोज्दा पनि त्यो ब्याङ्कमा राख्छौँ। त्यो ब्याङ्कबाट चाहिँ हामीले लिँदाखेरि हुन्छ पछि त्यो हुन्छ। र फोटो सेसन हामी राख्ने कोसिस गर्छौँ उहाँ, तर सबै सिस्टमेटिक तरिकामा उहाँ गएर यसरी बस्ने खालको चाहिँ हुँदैन, किन धेरै मान्छे हुन्छ, यहाँ जे छ त्यही हुन्छ, त्योभन्दा बढी चाहिँ। यसमा एग्री हुनुहुन्छ कि हजुर एकदम ठुलो एउटा फोटो चाहियो भने पनि कोही त हुनुहुन्छ कि हजुर टिममा, त्यो अलिक पोसिबिलिटी हुँदैन होला जस्तो लाग्यो मलाई चाहिँ। त्यो हुँदा त राम्रै हो, यहाँ पछाडि वरिपरि राखेर खिच्दाखेरि, तर ढिलो पनि हुन्छ, मान्छे अड्दैन पनि। त्यही कुराले गर्दाखेरि हामी जे छ फोटोग्राफरले नै गर्छ है हजुर। ल त्यति भएपछि चाहिँ हाम्रो त्यो दिनको कार्यक्रम चाहिँ हामी समापन गर्छौँ। यति नै हो हामीले गर्नुपर्ने, धेरै लम्बा चौडा कुरा छैन। तर यसको लागि प्रिपेयर हुनु चाहिँ हामीले निकै के अरे मेहनत गर्नुपर्ने छ। अब यत्रो लथालिङ्गै छ अहिलेसम्म, धेरै कुराहरू अब हामी गर्छौँ, आज पनि काम गर्छौँ। अब चाहिँ परेड खेल्ने परेडमा साहबले गर्नुहुन्छ होला, हामीले यता हाम्रो काम गर्छौँ। अनि साहबले प्लिज भेरी काइन्डली हाम्रो मान्छे साहबले रिक्वेस्ट गर्नु पऱ्यो, तपाईँको परेडको कार्यक्रम सकेपछि फेरि यता पनि ल्याइदिनु होला, हाम्रो काम छ, हामी काम गर्नुपर्छ अलिकति। ल मेरो कुरा यति नै छ। हजुर केही कुरा छ साहब? हजुर हाम्रो भाइस साहब हजुर के छ? मात्र एउटा कुरा मेन्सन गर्नु पर्यो। एकछिन साहब एकछिन सरी सर, मसँग मात्र दुईवटा कुरा छ। साहबले सबै कुरा कभर गर्नुभयो।
के अरे हाम्रो यो यत्रो ठुलो चौतारी प्रोग्राम सबै व्यक्तिको डोनेसनबाट बनाएको छौँ। हामीले सङ्घ संस्थाबाट एक पैसा पनि लिएको छैनौँ। जसले गर्दाखेरि इभन हामी यो बसिराखेको बेन्चहरू पनि सबै डोनेसनबाट भएको हो। कता अघि उद्घाटन कार्यक्रम साथले कुरा गर्नुभयो, मेजर डोनर्सहरूको नाम आयो, तल ठुल्ठुलो को आयो, तर यो बेन्चहरूको आएन। यो चाहिँ हामीले किन अहिले नगरेको भन्दाखेरि यो तल ठुलो चौतारीभित्र 24वटा मेटल बेन्च यो खालको छ, 22वटा कङ्क्रिट बेन्च छ, यहाँभित्र 23वटा यो खालको छ। गर्दा जम्मा 69वटा बेन्चेस सबै इन्डिभिजुअल डोनर्सहरूबाट भएको हुनाले त्यत्रो धेरै उद्घाटन गरी बस्दाखेरि टाइमले नभ्याउनै भएको हुनाले बेन्चहरू चाहिँ हामी एकमुष्टमा उहाँहरूलाई धन्यवाद मात्रै भन्छौँ। प्लिज हजुरहरूले पनि यसो मेसेज पास गरिदिनुहोस्। तपाईँहरू आफै पनि हुनुहुन्छ होला यो बेन्चको लागि, हाम्रो चाहिँ किन भएन भनेर उहाँहरूले गुनासो नगरोस्। यो पछिबाट पनि हामीले इन्डिभिजुअली आएर गर्न सकिन्छ। एकदमै ठुलो सङ्ख्या भएको हुनाले हामीले त्यो गरेको। र अर्को कुरो अघि यो फोटोग्राफको विषयमा साथले कुरा गर्नुभयो। मैले हिजो एकजनालाई त त्यहाँ सोध्न लगाएको छु। तपाईँ हामी यति नै छौँ। तपाईँहरूले चिन्नुभएको राम्रो खालको फोटोग्राफर अहिलेसम्म ठुल्ठुलो फङ्सनतिर चलाइएको एकदम भरोसा लाग्दो देख्नुभएको छ भनेदेखि प्लिज भन्नुहोस् है। के अरे हामी उहाँलाई कन्ट्याक्ट गरेर ल्याउँछौँ यहाँको बारेमा। होइन भनेदेखि मैले त्यहाँ एकजनालाई चाहिँ कन्ट्याक्ट गर्नु लगाइरहेको छु। र आज काम धेरै छ सरहरू, प्लिज त्यहाँ परेड खेलिसकेर पनि एकछिन आएर सघाइदिनुहोस्। परेड नखेल्ने टोली चाहिँ हामी यतातिर काम गर्दै गर्छौँ। ल थ्याङ्क यू सर। ल मान्छे सर सम्पूर्ण दर्शक यहाँ हेर्न सक्नुहुन्छ। यो हाम्रो गोर्खा चौतारी उद्घाटनको लागि यहाँ परेडहरूको रिहर्सल हुँदैछ। हाम्रो भुपु गोर्खाहरूको विश्राम मेरो सुन्नु होइन अहिलेपल्ट अहिले विश्राम भनेको के भनेको टेन्सन सत्र हुन्छ होइन विश्राममा खुट्टा गरेर बस्नु गोडा फाएर बस्नु क्या अहिले त बस्नु होइन गोडा फाएर बस्नु अहिले नै खुट्टा पारेर बस्नु भन्दै हुनुहुन्छ। यता सुन्नु न हल्ला नगर्नु तपाईँहरू उहाँ सबै भिआइपी हेरिरहेको हुन्छ। समान ब्रेक सावधान। अब उहाँ फ्ल्याग पार्टी रेडी हुन्छ। फ्ल्याग पार्टी रेडी यस सर भन। यस सर सर एकजना उनीहरूको अहिले त भन्छु मैले भन्छु यो सर मात्रै भनिदेऊ। उनीहरूको झन्डा पार्टी आएको छैन कि जो म भन्छु तपाईँ यस सर भन्यो न यो पार्टी हुँदैछ प्र्याक्टिस। फ्ल्याग पार्टी तयार छ। अब यहाँ फ्लोर गर्ने हो। समान ब्रेक सामने सुलट गर्ने हो। सबको शब्द गर्ने उहाँ झन्डा झर्दैछ अब डाउनको लागि फेरि म भन्छु समान ब्रेक डाउन। अब यो कारवाही हुन्छ अब कमान्डर हुन्छ त्यहाँ कमान्डर अब यहाँ आउने हो। कमान्डर तोले आफ्नो स्थानले भन्दाखेरि तक आएर तपाईँ यहाँ थाम्ने 3 कदम अब थाम्नु है यहाँ कमान्डर तोले आफ्नो स्थान लो। तपाईँ सुन्नु तपाईँ तत्त्वलाई छोड्नुहोस्। अब समान ब्रेक दाहिने मुड समान ब्रेक सामने से चल। मलाई 3 कदम छैन है 3 कदम छैन मलाई पैसा समान ब्रेक पहेल टेक गोर्खा समान ब्रेक सामने टेक
पिछाउने तपाईँहरू मेरोमा 3 कदम पिछाइने छोटा कदममा समान प्रेड सहेद Right,